धारामा भने छोड मलाई चाहिँ डर लाग्छ है गाई किन भन्दाखेरि यो बाबुलाई यहाँभित्र राख्नै मन लाग्दैन एक्लै छोडेर जानु चाहिँ उसले गियर चलाइदिन्छ भने उडाइदिन्छ गाडी साडी फेरि ल हावा अलिक कम रहेछ पछाडि है अलि पछाडि यसमा चाहिँ कम जस्तो छ अहिले हालौँ ल ल हिँड त्यो भिजाउनु जाने हो न ल बन्द गरेर जाने बच्चाहरू हुँदाखेरि चाहिँ बच्चा छैन भने चाहिँ यता भनेको यता धारामा अनि साथीहरू हाम्रो ब्रदरहरूले चाहिँ एबी चलाउने साथीभाइहरूले चाहिँ 7,000 कमाउँछ भन्छ होला र भने हजुर मलाई चाहिँ विश्वास अलि हो जस्तो लाग्छ फेरि होइन जस्तो लाग्छ किन हो जस्तो लाग्छ भन्दाखेरि बल्ल बल्ल हिजो 11 घन्टामा कमाइयो 5300 जति होइन अनि त्यसपछि के भयो भन्दाखेरि अब 11-12 घन्टा काम गऱ्यो भने त अब कमाउनु पनि सक्छ किनकि त्यसको छुट्टै आउँछ नि त एक्स्ट्रा कम्फर्ट भनेर है त्यही भएर कमाउँछ कि के कस्तो लाग्छ हौ साथीहरू यसो कमेन्ट गर्नु त यो अल्टो हुनेहरूले यो हुनेहरूले है त ल एकछिन यो भिजाउनु पऱ्यो कि भिजाएर अनि दिउँसो मोबाइल नगर त्यसो मोबाइल एकदम तातिन्छ क्या हाम्रो चाहिँ त्यही भएर यो भिजाउनु चाहिँ पर्छ कि कपडा नभिजाइ त हुँदै हुँदैन क्वेसन आयो छोराको के भनेको अरे बाबालाई टायर पङ्चर भएको छैन अरे उसले के भनिदियो त यहाँ फेरि अङ्कलहरूलाई पङ्चर भएको छैन अघिको जस्तै भन न हो माया गरेको पङ्चर भएको छैन भनेर सोध्छ दिनदिनै पङ्चर भयो भने त खतम भइहाल्छ नि भनेर भनेको यहाँ उसको माया अरे यो तपाईँहरूलाई हो दर्शकहरूलाई हो माया लभ यु भन्दा अङ्कलहरूलाई अहिले पो भन्दै त छिटो भयो खै यता हेरेर भन्नुपर्छ नि ल साथीहरू कामतिर लाग्दैछ उसको दाइ चाहिँ उसको सानी आमाको बस्नु थालेछ उसको दाइको ठाउँमा छोडिदिने अनि फेरि उसको दाइले यता ल्याइदिन्छ ल अहिलेको बच्चाहरू धेरै बाटो भइसक्यो है ठ्याक्कै 8 बजे छ है एकटिप त आयो आउनु त अब कस्तो भने फोनै गर्न मिलेन कि बल्ल देखायो अझ इरर भन्ने चाहिँ यस्तो भयो भने चाहिँ जाऊ हुन्छ है ल क्यान्सल पनि हानेछ फेरि फेरि फोन गर्न आँटेको फोनै गर्न नमिलेर क्यान्सल हानेछ अब जाऊ भयो नि त कहाँ हिँडिसक्यो मान्छेलाई यस्तो गऱ्यो भने चाहिँ मलाई चाहिँ फेरि लास औडा लाग्छ नि रिस उठ्छ नि मान्छेहरू पनि कस्तो कस्तो हुन्छ कि रिक्वेस्टै नगर्नु है रिक्वेस्ट गरेर यत्रो हिँडिसक्यो अनि क्यान्सल गरिदिन्छ नि बाटोमा होइन त दिमाग खराब ल ठिक छ अब कुरौँ के हो नि त कुर्नु बाहेक उपाय छैन तर बिहानको सुरुवात एकदम राम्रो भयो किन भन्दाखेरि चाहिँ यहाँ 200 को टिप आइयो अब नजिकै छ 1.4 किलोमिटर रहेछ लिन जाने यहाँबाट यहीँतिर यतै देखाएको छ अब कुनै कुनै बेलामा फेरि कस्तो देखाउँछ भने नजिक देखाइदिन्छ होइन बाटो हुँदैन त्यही हो अनि घाटा पर्छ है हुनु त अब ठिकै छ 2 किलोमिटरको 200 रुपियाँ भनेपछि किलोमिटरको 100 रुपियाँ पऱ्यो भनौँ न ठिकै छ अब यस्तो टिप चाहिँ अलि फेरि गर्नु त मजा आउँछ होइन पैसा पनि राम्रै कमाउँछ तर कस्तो हुन्छ भने धेरै टिप हान्नु पऱ्यो अनि धेरै टिप हान्दाखेरि समय धेरै जानु पऱ्यो अनि धेरै पैसा चाहिँ कमाउनु पाउँदैन कि ठिक्क कमाउनु पाइन्छ त्यस्तो धेरै राम्रो चाहिँ हुँदैन फेरि यस्तो चाहिँ कतिवटा हान्दा 5-6वटा टिप हान्यो भने हुन्छ दिनभरिमा नत्र धेरै हान्यो भने चाहिँ फेरि त्यही हो पैसै कमाउनु सक्दैन होइन 10वटा टिप हान्दाखेरि बल्ल 1000 रुपियाँ त कति 2000 त कमाउँछ अनि 5वटा जति भन्यो 5-6वटा हान्यो भने ठिक्क हुन्छ क्या धेरै हान्यो भने चाहिँ घाटा लाग्छ फेरि है त अब एक टिप आएको छ जाउँ मैले त सिधै जाने होला भनेको यता चौबारतिर पो रहेछ ल साथीहरू यो वीर हस्पिटल आयो है म चाहिँ यहाँ कहिले पनि रोक्दिनँ अलि माथि रोक्ने ठाउँ त छ स्ट्यान्ड ट्याक्सी स्ट्यान्डहरू तर चाहिँ कस्तो छ भन्दा अब यहीँ कुरेर बस्ने दाजुहरू हुन्छ क्या जहाँ पनि यहीँ आउने होला सायद उहाँहरू पनि ल म चाहिँ यहाँ टिप पऱ्यो भने चाहिँ थमेल जान्छु है तपाईँहरू चाहिँ कहाँ जानुहुन्छ यसो कमेन्ट गर्नु है त अब थमेलमा 11 बजीसम्म चाहिँ ठिकै हुन्छ है बिहानको त्यस्तो हुलमुल केही हुँदैन पसल पनि खोल्या हुँदैन अब गएर बस्दाखेरि नत्र खाना खान जानुहुन्थ्यो हेर्नु न आज अलिकति खाना खाएर आएको 9:30 भयो है आज अलिक ढिलो खानु पर्ला खाना प्लस बिस्कुट चिया पनि खाइयो नि त होइन त्यही भएर भोक चाहिँ लागेको छैन क्या आज नत्र अरू बेलामा भए यस्तो 9:30 बजी त भोक लागेर बिरयानी भइसक्यो है कहाँ आयो खरेपाटी हुने कता रहेछ साथीहरू यहाँ ठमेलबाट हामी हिँड्दैछौँ है के हुन्छ भने मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि अब रोक्नु मिल्दैन होइन जहाँ पाए त्यहीँ है अनि जुनमा जतिसुकै आओस् है ठिक्क आफूलाई पुग्ने पैसा आयो भने कुदौँ भने जस्तो हुन्छ यहाँ बस्नैमा लाग्दैन यता वरिपरि अब हुन्छ न्यु रोडतिर कता कता हुन्छ कि बस्नु मन नलाग्ने ठाउँ धेरै हुन्छ किनकि ट्राफिकले अब चिट काट्छ नि त होइन 1000 रुपियाँ कमाउनलाई कति गाह्रो छ समस्या छ है
अनि हिँडिहाल्नु मन लाग्छ, ट्र्यापमा पर्छ भनौँ न है। अनि म चाहिँ यसरी बस्दिनँ, साथीहरू बस्नुहुन्छ कि हुन्न यसो कमेन्ट गर्नु है त। म चाहिँ यहाँ ठमेलमा थिएँ, एकछिन बसेँ यो अमृत मार्गतिर। 9:30 बजेछ भनौँ न, 45 भएछ। खासै त्यस्तो केही नै हुँदैन, तर दिउँसो आउँछ कि जस्तो लाग्छ। दिउँसो पनि म खासै बस्दिनँ है साथीहरू, यो ठमेल एरियामा चाहिँ बस्नुहुन्न जस्तो लाग्छ। तपाईँहरूलाई चाहिँ के लाग्छ कमेन्ट गर्नु है। एकचोटि नाइट गर्दाखेरि चाहिँ एउटा ट्राफिक दाइले चाहिँ पुरै चिट काट्नु खोजेको थियो, अनि पछि फेरि जाऊ यहाँ नबस्छ भनेर चाहिँ उहाँहरूले एक्सक्युज दिनुभएको थियो। पहिला धेरै वर्ष अगाडि, 3-4 वर्ष अगाडि होला, त्यतिखेर नाइट गर्थेँ मैले है। 12 बजी राति कि 12 बजी पनि यहाँ मलाई त्यस्तो समस्या परेको छ, त्यही भएर मलाई यहाँ खासै बस्नु चाहिँ मन लाग्दैन है साथै यो ठाउँमा, यो ठमेल एरियामा। अनि फेरि यता वीर हस्पिटल अस्पताल पऱ्यो भने चाहिँ फेरि आउनु चाहिँ यहीँ हो फेरि, किनकि यहाँ अलिकति टुरिस्ट टिप लाग्छ जस्तो लाग्छ कि। आउनु त आएको थियो होइन, धेरै टिपहरू आएको थियो, तर रेट नमिल्ने कि पैसा नपुग्ने गरी आएपछि चाहिँ हिँड्ने मलाई त 20-25 रुपियाँ घट्यो भने त मतलब भएन होइन। धेरै घाटा लाग्यो भने त टेन्सन हुन्छ नि त है। ल हामी यहाँ हनुमान चोक जाँदैछौँ है त। र हामी चाहिँ यो पानी पोखरी भन्ने ठाउँ आइपुग्यो है। कस्तो के अब ठ्याक्कै खाना खानु पऱ्यो भने एउटा होटलनिर रोकेको, त्यसपछि हात दियो है। फेरि के गर्ने, यसो विचार गरेर जाउँ न त एक टिप भनेर आइयो। यस्तै हो कि लोभ लाग्ने के, गइयो अनि 450 को रहेछ है, अनि गरियो। यस्तै हो है, अब खाना खानलाई चाहिँ अप्ठ्यारो के, कहाँ पर्छ ठ्याक्कै भयो थाहा हुँदैन नि त, यहाँ जाने त्यहाँ जाने भनेर है। अब खाना खाने ठाउँ पनि फेरि सबै ठाउँमा छ भन्ने थाहा हुँदैन हामीलाई है। यतातिर यसो हेर्दै जाँदै गर्नु पऱ्यो। अब सुकेधारा जाँदैछु, जान चाहिँ यतातिर भेट्यो भने यतै खाइदिन्छु भन्ने प्लान छ। हेरौँ कहाँ भेट्छ कि भेट्दैन। साथै आज कमाइ राम्रै होला जस्तो छ है। यहाँ पनि मैले आज के गरेँ भन्दा त्यो टुल भन्ने हुँदो रहेछ अहिले नआएको, त्यसमा चाहिँ हेरेर इन्ड्राइभमा जस्तो लानु मिल्ने कि इन्ड्राइभमा जस्तै गरेँ। जस्तो आज राम्रो कमाइ भएछ अहिलेसम्म जस्तो लागिरहेछ, किनकि अहिले 450 भयो। अघि दिदीहरू त्यहाँ झारेको 350, अनि त्योभन्दा अगाडि जस 1000-1500 कमायो होला है। अहिले हेरौँला नि फेरि है त। ल साथीहरू, मेरो त फर्स्ट टाइमै होला है यो ठाउँमा आएको। लोलाङ होला सायद खै के रहेछ, माछा पोखरी भिताल चोक रे यो ठाउँको नाम, भिताल चोक। ल बाटो चाहिँ हुनु पऱ्यो, त्यही हो, अरू भने त्यस्तै हो। मान्छे लिन आएको छ यत्रो 2.5 किलोमिटर टाढा, भरे बाटो पनि भेटेन मान्छे पनि भेटेन छ, अनि घाटा लाग्छ क्या। बरु 100 रुपियाँ घाटा पनि केही मतलब भएन नि। हेर्नु त बालाजुबाट कहाँ हो हाइट। नेपालमा चाहिँ एकदम नराम्रो कुराहरू छ है, जे नहोस् भनेको त्यही भयो आखिरमा। किन भन्दाखेरि यहाँ बाटै रहन्छ, बाटो बनाइरहेको रहेछ, बन्द रहेछ। अब कहाँहरू जाने त, अब यहाँ बाटै छैन भन्छ। यहाँ निर्माण कार्य भइरहेछ अरे कि कति मधुर आएको क्यामेरा पनि। बाटो बन्द छ भन्छ, के गर्ने त, बाटै छैन भन्छ। त्यही सोधौँ एकचोटि, उयो टाढा जानुपर्छ भन्दैछ, कता टाढा पो यहाँबाट हो कि त्यो मान्छेको ठाउँबाट हो कि कृष्ण मन्दिर भन्ने। बहिनीलाई सोधौँ, बहिनी बाटो बन्द रहेछ, कृष्ण मन्दिर जाने बाटो कहाँ हो? अब कतै जानुपर्छ? ए त्यसो क्यान्सल गर्नुपर्ने होला नि त, कामै भएन भने त। होइन लोकेसन यतै देखायो। ए अब छैन त्यसो, फेरि टाढा होला नि त नि। ए क्यान्सल हान्दिनु, ए खतमै भयो नि यार, यत्रो टाढा आएर छ। ल साथीहरू देख्नुभयो, यस्तो टिप आएको थियो जाम भनेको। अब यो बजेट सिद्धाउनु पनि हाम्रो सरकारको नि के गर्ने है, बजेट सिद्धाउनलाई यो टाढा त टाढै आएको थिएँ, अझै 1 किलोमिटर छ छन चाहिँ यहाँ बाटै छैन अरे। हुन त म गइदिन्थेँ, अब के गर्ने त। अब उहाँ यत्रो हिँडेर आउने कुरा भएन। अब म जानु पनि यहाँबाट यसरी घुमेर कहाँ जान्छ अब यत्रो। अब क्यान्सल हान्नुपर्ने भयो, अब के गर्ने त। अब बाटोले गरेर मलाई घाटा भयो, उहाँलाई हान्दैन, किनकि 1 किलोमिटर त आइसकेको थिएँ म है। तनाव पो भयो, ठिकै छ। अब फर्केर जानु, त्यत्तिकै बस्नुभन्दा झन् काम गरौँ भनेको भएन। अब के गर्ने त है त, यत्तिकै बसौँ भन्दा काम गरौँ भने अब यस्तै भइयो। अब के गर्ने, कहिलेकाहीँ यस्तै अब खाली जानु पऱ्यो। अब याङ्गोमा यस्तो नजिकको टिप आएको थियो है, 900 मिटर मात्रै, तर 12 किलोमिटरको 500 पनि छैन कि। अनि कसरी गर्ने ल हेर्नु त,
यसको त कम्तीमा नि आउनुपर्छ 600 चाहन्छु अनि कसरी जाने हुने कि है 200 घाटा र अघि पनि हुन त घाटै थियो है कति 19 इन्ची 9 दुना 18 150 रुपियाँ जति त घाटा थियो अघि त्यही पनि गइदिन्थेँ अब बस्नुभन्दा भनेर यो त धेरै नै घाटा भयो नसक्ने भयो यसमा चाहिँ 200 भन्दा बढी घाटा मात्रै गइँदैन होस् बरु बसिन्छ बढाएछ होइन त्यो पनि नजाउँ जस्तो लाग्यो किनकि अझ नि घाटा छ कि 600 चान्सन हुनुपर्छ अनि 535 कसरी जानु हो नचलेर साथीहरू छ्याउ छ भने स्क्याम किन भयो भन्दाखेरि है यहाँ स्क्यान के अरे स्क्याम पो हुन ल हेर्नुहोस् त यहाँ मैले 5 टिप हानिसक्यो होइन तर यहाँ 3 टिप मात्र देखाएको छ कि 4 टिपको राख्यो भने त बोनस आउँथ्यो नि त जे भयो भने होइन 5 टिप हानेपछि त दिनु पर्ने नि होइन दिएन क्या यस्तो स्क्याम हुन्छ है अनि कमाइ चाहिँ हाम्रो लगभग 4400 कमाएछ 44 होइन 44 हुन्छ 4800 जति कमाएछ है साथीहरू 4800मा चाहिँ 200 चाहिँ हाम्रो उसले गयो भन न कमिसन गयो अनि के गर्ने ल 4800 कमाएर कामै छैन साथीहरू है समस्या छ उल्टो किस्ता हाल्न भनौँ न 5000 कटाउनु पर्छ कि 5000 कटाउनै सक्दैन अनि के गर्ने होला यार खतम भयो ल अब यो अर्को 1 महिना बाँकी छ साउन होइन यो असार साउन कटेपछि चाहिँ हुन्छ है त बल्ल चाहिँ प्लान 10 घन्टा काम गरेर खास घर जाने हो है तर आज अब 11 घन्टा भयो भनौँ न 11 घन्टा अलि भएको छैन 10:30 भयो अब घर जाँदा 11 घन्टा भयो भनौँ एडिट गर्नुपर्छ भिडियोहरू होइन फेरि गएर त्यही हो अलि मेहनत गरेर खट्नुहोस् कमाइन्छ होला 5000 क्रस हुन्छ होला किनकि हुन त अब 12 घन्टा जति गऱ्यो भने होला किनकि म 10 घन्टा मात्र गर्छु 10.5 घन्टा भयो 4800 कमायो भनेपछि 4800मा 200 गयो भने 4600 होइन 4600ले त जस नआउनु नै भन्छ है म तपाईँहरूलाई 4500 4600 4000 कमाउनु भए ट्याक्सी लाइनमा नआए पनि हुन्छ कामै छैन त्यति कमाएर अब साउको गाडी चलाउनेलाई चाहिँ हुन्छ होला है किनकि अब कति खान्छ पर्ने है तेल 1200 खाला होइन अनि साउलाई दिँदा 2400 भयो 2000 त बद्दो रहेछ होइन 2000ले त हुन्छ होला किस्ता हाल्नु नपरेपछि चाहिँ ठिक छ चलाउनलाई चाहिँ ठिकै छ भन्नु पर्ला होइन तर अब किनेर आउनुहुन्छ भने चाहिँ लोनमा होइन लोन तिर्नलाई आउनुहुन्छ भने चाहिँ काम छैन किनकि तपाईँले हाल्नु पऱ्यो 50,000 महिनाको होइन अनि गाडी बिग्रिन्छ बनाउनु पऱ्यो है दैनिक खर्च 1000 रुपियाँ जति छ हो कि भन्नु त खाना खानै पऱ्यो बिहान उठ्ने बित्तिकै खाना त्यस्तो रुच्दैन 350 को 200 को खाना खाइयो 150 को खाजा खाइयो 350 भयो घरमा छोड्नु पर्छ फेरि 200-400 रुपियाँ होइन फेरि तरकारी किनेर लानु पऱ्यो होइन 1000 रुपियाँ त खर्च भयो नि होइन 30,000 त्यो भयो अनि गाडी बनाउनलाई छुटाउनु पर्छ अनि बाबुहरूको पढाइको लागि छुटाउनु पर्छ त्यसपछि आएर कोठा भाडा छुटाउनु पर्छ है त्यही भएर 5000 क्रस गर्न सक्छु भनेर आउनु नभए काम छैन भन्दा नि हुन्छ कामै छैन हो 5500 जति कमाउनु पऱ्यो अहिले पहिला 5000 कमाए पुग्थ्यो अहिले अलिक पुग्दैन किनकि अहिले तेल धेरै खाने भयो नि त पहिला लगभग महिनामा 18,000 खान्थ्यो भने अहिले 36,000 खाने भयो क्या तेलै धेरै खायो क्या अब हुनु त कसलाई दोष दिनु है ट्रम्प पागललाई नि दोष दिनु पर्ला अरूले त गरे होइन ट्रम्प बौलाएर बेन्जामिन नेतान्याहु इजरायलको 2 जनाले गरेर भएको हो होइन अझ पनि हानिरहेछ बिचरा त्यत्रो मान्छे मारिरहेछ है मलाई के कुरामा चित्त बुझ्दैन भने नेतान्याहुको हिजो इजरायलीलाई त्यस्तै गरेर यहुदीहरूलाई चाहिँ खेदायो नि त हिटलरले कस्तो नरसंहार गरेर मार्यो नि होइन त्यस्तो कुरो तरिकाले मार्यो कि उनीहरूलाई यो यहुदीहरूलाई होइन अब त्यो बिर्स्यो कि उनीहरूले फेरि हेर्नु त्यो दिन बिर्सेर आज त्यही काम चाहिँ हिटलरको काम नेतान्याहुले अनि ट्रम्पले त गरेको छैन त्यति साह्रो होइन तर बेन्जामिन नेतान्याहुले चाहिँ त्यही हिटलरको काम त्यसले गरिरहेछ क्या के अरे यो हाम्रो नाम पनि देशको नाम पनि बिर्सेँ लेबलाइन होइन कुन देश हो नामै बिर्सेँ फेरि ल साथीहरू नाम कमेन्ट गर्न है फेरि मैले नाम बिर्सेँ त्यहाँको नागरिकलाई त्यस्तो नरसम्मान गरेर मारिरहेछ है के गर्ने यार कसैले बोल्दैन यहाँ त सक्नेले हान्ने नसक्नेले हेरेर बस्ने बाहेक केही भएन भोलि चाइनाले नेपाललाई हान्यो भने त्यही हो फेरि हेरेर बस्ने इन्डियाले हान्यो भने हेरेर बस्ने होइन अहिले त अब हतियार छ नि त तिनीहरूसँग त्यस्तै हो कि अब ठुलो देशले सानो देशलाई पेल्ने जस्तो कुन देश हो अरे यो यसो कमेन्ट गर्न त मैले नामै बिर्सेँ फेरि यो अहिले उसले हानिरहेको इजरायलले हानिरहेको देश सेम त्यही काम गरिरहेछ कि हिटलरको काम त्यसले गर्यो है
चित्त बुझाएको छैन। ल अनि अन्तिमसम्म हेर्ने हाम्रो दाजुभाइ साथीभाइलाई धन्यवाद भन्दै बाई बाई नमस्ते। अब यो हाम्रो समस्याको समाधान कहिले हुन्छ भनेर बसौँ हेरेर है त। बाई बाई।